सबैका लागि स्वागत छ कार्यक्रम एजुकेसन प्लसमा। शिक्षाको समान अवसरका लागि आवाज उठाउँदै एजुकेसन प्लस टिम गुणस्तरीय, व्यवहारिक, रोजगारमूलक देशको शिक्षा नीति सम्बन्धी सामग्री सहित सधैँझै आज पनि उपस्थित भएका छौँ। यो कार्यक्रम नेपाल टेलिभिजन मार्फत हरेक आइतबार साँझ 5:05 मा प्रसारण हुने गर्दछ। अब हेरौँ आजको कार्यक्रममा प्रसारण गरिने सामग्रीहरूको हाइलाइट्स। शैक्षिक क्षेत्रमा सेवा गर्दै आएको लक्ष्मी प्रतिष्ठानको गतिविधि, व्यवस्थापन तथा विद्यार्थीहरूको इन्जिनियरिङ कोर्समा आकर्षण लगायत अन्य महत्त्वपूर्ण सामग्रीहरू लिएर आउँदैछौँ एकैछिनको ब्रेकपछि। Public Youth Campus announces admission open Bachelor of Travel and Tourism Management BTTM for academic year 2010. Public Youth Campus Chhatrapati Dhobi Chowk. ब्रेकपछि स्वागत छ कार्यक्रम एजुकेसन प्लसमा। आफ्नो परिवारको सदस्य गुमाउँदा जो गइलाई पनि दुःख लाग्छ। दुर्घटनामा परेर गुमेका आफ्नो दुई छोराहरू कुमार तथा बलराम गौतमको सम्झनामा अभिभावकहरूले मृतकहरूप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्न प्रतिष्ठान खोलेर शैक्षिक तथा सामाजिक क्षेत्रमा समर्पित भएर लागेका छन्। समाजमा शोषित, पीडित, अनाथ बालबालिका, अशक्त वृद्ध-वृद्धा, अपाङ्ग तथा शिक्षाबाट वञ्चितहरूको हितमा काम गर्ने उद्देश्यले दिवंगत छोराहरूको सम्झनामा प्रतिष्ठान खोलेर अभिभावकहरू समाजसेवामा जुटेर लागेका छन्। कुमार गौतम ट्रेकिङ तथा कल्चरल गाइडको काम गर्ने गर्थे। यसका साथै समाजसेवामा समेत संलग्न उनको मोटरसाइकल दुर्घटनामा परेर निधन भएको हो। विशेषतः उनै कुमार गौतमले शिक्षाबाट नै सुधार सुरु हुन्छ भन्ने सोच राखी समाजमा विभिन्न क्षेत्रमा शैक्षिक छात्रवृत्ति प्रदान गर्ने गरेका थिए। आफ्नो एक छोराको दुर्घटनामा परेर निधन भएको 9 महिना नबित्दै अध्ययनमा उत्कृष्ट अर्का छोराको पनि त्यस्तै दुर्घटनामा परि निधन भयो। नर्थ वेस्टर्न ओक्लाहोमा स्टेट युनिभर्सिटीबाट आउटस्ट्यान्डिङ सिनियर अवार्ड समेत पाउन सफल बलरामको निधनले अभिभावक तथा आफन्तहरूलाई थप मर्माहत बनायो। पीडा त एकातिर छँदैछ, तैपनि सम्झना तथा पीर गरेर बस्ने भन्दा सच्चा दिलले समाजसेवामा समर्पित हुने सोच बनाए अभिभावकहरूले। समाजसेवाप्रति समर्पित लक्ष्मी प्रतिष्ठानले श्रीमुक्ति बाल कल्याण केन्द्रमा बेला बेलामा खाद्यान्न, नयाँ कपडाहरू प्रदान गर्ने गरेको छ। त्यसैगरी प्रतिष्ठानले रुकुमको मृगौला रोगी जनक केसीलाई उपचारको लागि आर्थिक सहयोग, महेन्द्रनगरका बेपत्ता पारिएका पत्रकार प्रकाश ठकुरीका 2 बच्चाहरूलाई पढ्नको लागि आर्थिक सहयोग समेत गरिसकेको छ। साथै बेला बेलामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको लक्ष्मी प्रतिष्ठानले भर्खरै अनेकोटमा आँखा शिविर सञ्चालन गर्यो। त्यसैगरी दुर्घटनामा परेपछि अशक्त भई ओछ्यान परेका अनेकोट निवासी लक्ष्मण चौलागाईका 2 छोराछोरीलाई पढ्नको लागि आर्थिक सहयोग गर्नुका साथै म्याग्दी राखुको बोल्न तथा सुन्न समेत नसक्ने वर्ष 40 की पदम कुमारी रिजाल र उनकी 37 वर्षीय अशक्त बहिनी चेतकुमारी रिजालको परिवारलाई पनि प्रतिष्ठानले आर्थिक सहयोग प्रदान गरिसकेको छ। विश्व साइकल यात्री पुष्कर शाहलाई सगरमाथा आरोहणको क्रममा प्रतिष्ठानले आर्थिक सहयोग गरिसकेको छ। दिवंगत दोहेको सम्झनामा लक्ष्मी एल्बम निकाली एल्बमबाट उठेको रोयल्टी प्रतिष्ठानको कोषमा जम्मा गर्ने गरिएको र सो रकम आर्थिक सहयोगमा खर्च गर्ने गरेको समेत प्रतिष्ठानले जनाएको छ। त्यसैगरी प्रतिष्ठानले काभ्रे जिल्लाको अनेकोट गाविसमा 8 ठाउँमा र मोरङको लेटाङमा 3 ठाउँमा प्रौढ कक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ। साथै पछि परेका महिलाहरूको लागि 6 महिना आधारभूत शिक्षा र अर्को 6 महिना घरेलु सिपमूलक तालिम सञ्चालन गरिरहेको छ। 16,000 को लागि विभिन्न लघु वित्त कम्पनीहरूबाट बिना धितो सुलभ कर्जा उपलब्ध गराइदिने गरेको र उत्पादन गरिरहेका घरेलु सामग्रीहरूको बजार सहजीकरण समेत प्रतिष्ठानले गरिदिने गरेको छ।
चौर तथा स्वास्थ्य केन्द्रमा राखेर पढाइने गरेको बाल प्रतिभा निमाविलाई 2 कोठे भवन बनाई सहयोग गरेको प्रतिष्ठानले विभिन्न विद्यालयहरूमा बौद्धिक विकास सम्बन्धी कार्यक्रमहरू, सरसफाइ कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। त्यस्तै दुर्घटनाबाट सजग गराउन प्रतिष्ठानले विभिन्न स्कुल कलेजका विद्यार्थीहरूलाई ट्राफिक जनचेतना सम्बन्धी कमिक्स पावर जस्ता कार्यक्रमहरू सञ्चालन समेत गरिरहेको छ। यसका साथै गौशाला आसपासका क्षेत्रमा रोडमा रहेका डिभाइडरहरू रिपेन्ट तथा स्टिकर टाँच्ने काम समेत प्रतिष्ठानले गरिसकेको छ। लक्ष्मी प्रतिष्ठानले अहिले काभ्रेको अनिकोटमा रहेका 6वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापनाको लागि पुस्तकहरू सङ्कलन सुरु गरिरहेको छ। विभिन्न दाताहरूसँग, विभिन्न साथीभाइहरूसँग हामीले अपिल गरेर 20,000 जति पुस्तकहरू कलेक्सन गर्ने हाम्रो लक्ष्य छ। प्रतिष्ठानको यो अभियानलाई तपाईँ हाम्रो पनि सहयोग भयो भने धेरै विद्यार्थीले पुस्तकालयको उपयोग गरी उनीहरूको अध्ययनमा समेत सहयोग हुन सक्ने देखिन्छ। सबैभन्दा बढी विद्यार्थीहरूको आकर्षण व्यवस्थापन कोर्समा देखिन्छ। व्यवसाय, बैंक तथा व्यवस्थापनमा करियर बनाउने उद्देश्य तथा रोजगारको लागि नै विद्यार्थीहरू व्यवस्थापन कोर्समा आकर्षित भएका हुन्। नेपालमा पनि बैंक, वित्तीय संस्था, व्यवसाय तथा उद्योगहरू फस्टाउँदै गइरहेका छन्। उद्योग तथा व्यावसायिक बजारको विकास तथा गुणस्तरीय सेवाको सवाल यिनै कारणहरूले गर्दा योग्य तथा विज्ञ मानव संसाधनको खाँचो नेपाली बजारमा महसुस भइरहेको छ। व्यवस्थापन, अर्थशास्त्र, लेखा, बैंक, इन्सुरेन्स तथा वित्त क्षेत्रमा अध्ययन गरेको जो कोहीको माग बजारमा व्यापक भएकोले योग्य तथा गुणस्तरीय मानव संसाधन त्यत्तिकै बेरोजगार बस्नु पर्दैन। साथै व्यवस्थापनमा निपुण ज्ञान भएको जो कोहीले आफैले तथा समूहगत व्यवसाय सञ्चालनमा समेत सफल हुन सजिलो हुने हुँदा व्यवस्थापन कोर्समा विद्यार्थीहरूको आकर्षण बढेको देखिन्छ। अहिले वर्ल्ड नै एउटा चाहिँ म्यानेजमेन्टको युग, यो चाहिँ 21st सेन्चुरीमा चाहिँ सबैतिर डिमान्ड छ। जब तपाईँको आइआइटीको प्रडक्टलाई एउटा मास्टर्स डिग्री आइआइटीबाट गर्यो भने चाहिँ उनीहरूलाई चाहिँ वर्षको 1 करोड चाहिँ स्यालेरी अफर गरिरहेको छ भनेपछि यो सब्जेक्ट वर्ल्ड वाइड नै राम्रो छ। अब विद्यार्थीले यसबाट कति लिन सक्छन् र मार्केट कसरी चाहिँ क्रिएट भएर जान्छ। हाम्रो मुलुकमा अहिले चाहिँ जुन 10 वर्षको दौरानमा सबै बिबिए ग्रेजुएटहरू चाहिँ प्राइभेट कलेजहरूबाट आएका ग्रेजुएटहरू र सबै जबमा गएका छन्। हाम्रा विद्यार्थीहरू पनि हाम्रो ग्रेजुएट भएको लगभग फाइनल इयर हुँदाखेरि चाहिँ प्रोजेक्ट वर्क्स एसाइनमेन्टमा जाँदाखेरि चाहिँ उनीहरूले त्यही जब पाइसकेको अवस्था छ। प्रतिस्पर्धी बजारको लागि सशक्त कोर्स नै बिबिए भएको एसी कलेज अफ म्यानेजमेन्टका प्रोग्राम डाइरेक्टर विजय आनन्द बताउनुहुन्छ। स्टुडेन्ट्सहरूले बिबिए पढ्नुको प्रमुख कारण किनकि उनीहरूलाई आजभोलिको कम्पिटिटिभ लाइफमा चाहे त्यो लोकल लेभलमा होस्, नेसनल लेभलमा होस्, इन्टरनेसनल लेभलमा होस्, कम्पिटिटिभ बनाउनको लागि यो एकदम सशक्त प्रोग्राम छ। अहिले व्यापक रूपमा बजारमा माग भएका मानव संसाधनहरू बिबिए पढेकै चाहिने समेत कलेज सञ्चालकहरूको धारणा छ। अहिलेको मार्केटमा तपाईँ कुनै पनि अर्गनाइजेसनमा जानुहोस्, त्यो अर्गनाइजेसनमा बिबिए पढेको ह्युमन रिसोर्स चाहिन्छ। चाहे त्यो ब्याङ्क होस्, चाहे इन्सुरेन्स होस्, चाहे सिम्पल भनौँ न नेपाल गभर्मेन्टको कुनै पनि अफिस होस्, त्यहाँ ह्युमन रिसोर्स जुन चाहिन्छ, मोस्ट अफ द ह्युमन रिसोर्स जुन चाहिन्छ त्यो के हो भने म्यानेजमेन्टबाटै आउँछ। बैंक, इन्सुरेन्स कम्पनीमा स्कोप भएको तथा रोजगारीको अवसर देखिएकोले विद्यार्थीहरू पनि बिबिए कोर्समै आकर्षित देखिन्छन्। बिबीहरू यहाँ चाहिँ ब्याङ्किङहरूको कति स्कोपहरू आइरहेको छ कलेजहरूमा पनि, अनि वी क्यान एबल टु मतलब ब्याङ्कहरू त एकदमै नयाँ नयाँ आइरहेछ अनि स्कोप पनि त्यति धेरै नै छ इन्सुरेन्स कम्पनीको, ब्याङ्कहरूमा। अनि जागिरहरू इन फ्युचर पनि हामीले एकदमै प्रफिट हुनेवाला छ, मतलब इन एजुकेसन वे। सीमित क्षमताका कारण स्तरीय कलेजहरूमा त +2 को रिजल्ट नहुँदै बिबिए कोर्समा भर्ना बन्द भइसकेको छ। त्यसरी ढिलो सोच्ने भयो त हामीलाई त त्यस्तै स्टुडेन्ट चाहिने, एकदम कम्पिटेन्ट स्टुडेन्ट चाहिन्छ जसलाई हामी फ्युचर दिन सक्छौँ। त्यस्तो लागि हामी राम्रो स्टुडेन्ट पनि जान्छ जसले रिजल्ट भएपछि मात्रै प्रोसेसिङ गर्ने भने कम्पिटिसनमा ल्याग गरिहाल्यो नि त्यस्तो स्टुडेन्ट जसले आफ्नो लागि पनि सोच्न सक्दैन। राम्ररी रिजल्ट आएपछि तपाईँ अमेरिका जानु छ भने 1 वर्ष अगाडिदेखि तयारी गर्नुहुन्छ होइन, तर यहीँ कलेज जोइन गर्नु छ भने एडमिसन पछि मात्रै किन सोच्नुहुन्छ? एडमिसनभन्दा अगाडि पक्कै पनि घरमा चर्चा गर्नुहुन्छ प्यारेन्ट्ससँग, रिलेटिभसँग, त त्यसको लागि कलेजमा धाउनुपर्ने हुन्छ भन्ने कुरा त थाहा हुनु पर्यो नि विद्यार्थीलाई। बिबिए कोर्समा सामेल हुँदैमा सबै विद्यार्थी स्तरीय हुन्छन् भन्न सकिन्न।
बिबिए कोर्स आफैमा सशक्त भएको, पढ्ने विद्यार्थी पनि सशक्त भएमा त्यस्तो विद्यार्थीलाई यो कोर्सको उपयोगिता हुने देखिन्छ। मैले के एकदम प्रष्ट साथ राख्न चाहन्छु भन्दाखेरि स्कोप छ, तर स्कोप छ भन्दैमा विद्यार्थीले मेहनतै गर्नुपर्छ भन्ने छैन। विद्यार्थी आफूमा उत्कृष्ट हुन पर्यो, यो प्रोग्राम पनि उत्कृष्ट छ, दुईटा उत्कृष्ट कुराको मेल भयो भने अनि बल्ल यु गेट अ भेरी फ्रुटफुल करियर प्रोस्पेक्ट। प्रोग्राम सशक्त भएर विद्यार्थी राम्रो भएन भने पनि मिल्दैन, विद्यार्थी एकदम राम्रो भएर प्रोग्राम सशक्त भयो भने पनि मिल्दैन। बिबिए कोर्समा इन्टर्नसिपको व्यवस्था गरिने भएकोले कोर्स पुरा हुँदासम्म आफूलाई व्यवस्थापन अन्तर्गतको कुन क्षेत्रमा लाग्नु उचित हुन्छ विद्यार्थी आफैले सोको निर्णय गर्न सक्षम हुने समेत देखिन्छ। जुन हामीले इन्टर्नसिप गराउँछौँ आफ्नो विद्यार्थीलाई त्यो 6औं सेमेस्टर अथवा 3रो वर्षको अन्तमा, त्यो बेलामा विद्यार्थी के हुन्छ भन्दाखेरि स्पेसलाइजेसन सब्जेक्ट चुज गरिरहन्छ। सो त्यो स्पेसलाइजेसन सब्जेक्ट चुज गर्नभन्दा पहिला ऊ एउटा संस्थानमा जान्छ, त्यो संस्थानको मार्केटिङमा काम गर्छ, फिनान्समा काम गर्छ, एडमिनिस्ट्रेसनमा काम गर्छ र उसले बुझ्छ कि मलाई मार्केटिङ ठिक छ कि, मलाई फिनान्स ठिक छ कि, मलाई अकाउन्ट्स ठिक छ कि। अनि त्यसले त्यो 8 हप्ताको इन्टर्नसिप गरेपछि जब ऊ फर्केर आउँछ अनि उसले आफ्नो स्पेसलाइजेसन डिसाइड गर्छ, जसले गर्दा उसको चोइस मोर स्ट्रङ हुन्छ कि जस्तो मलाई लाग्छ। ब्रेकपछि इन्जिनियरिङ कोर्स सम्बन्धी जानकारी लिएर आउँदैछौँ, कार्यक्रम हेर्दै गर्नुहोला। Public Youth Campus announces admission open Bachelor of Travel and Tourism Management BTTM for academic year 2010. Public Youth Campus क्षेत्रपाटी धोबी चौक। आगो कहिलेकाहीँ भयानक हुन सक्छ। सावधानी, सानै भए पनि ठुलो दुर्घटनाबाट बच्न सकिन्छ। फायर फाइटिङ। तपाईको अफिस, हस्पिटल, कलेज तथा कुनै पनि उद्योग छन् भने आगलागीबाट बच्न फायर एक्सटिङ्ग्विसर र सुरक्षाको लागि सीसीटीभी जडान गर्न नेपाल फायर एन्ड सेफ्टी प्रणालीलाई सम्झनुहोस्। हाम्रो सेवाहरू विभिन्न किसिमका फायर एक्सटिङ्ग्विसर सप्लाई तथा रिफिल गरिनेछ। स्वदेश तथा विदेशबाट तालिम प्राप्त इन्जिनियरहरूबाट तालिम समेत प्रदान गरिनेछ। स्कुल, कलेज तथा अस्पतालहरूलाई आकर्षक छुटको व्यवस्था छ। सम्पर्क नेपाल फायर एन्ड सेफ्टी प्रणाली, पौड्याल कम्प्लेक्स, 4थो तल्ला, शङ्खमूल मार्ग, नयाँ बानेश्वर, काठमाडौँ, नेपाल। फोन नम्बर 4780341 4784261, मोबाइल 9851120100, www.nepalfire.com, इमेल info@nepalfire.com।